जिन्दगी त यस्तो व्यस्त रह्यो कि कहिले पनि हामीलाई अब हाम्रो सन्तान भएन, अब त्यसको लागि के गर्ने कसो गर्ने भन्ने त्यो खास मनमा पनि आएन। भए हुन्थ्यो, त्यसको विरुद्ध होइन हैन, भए हुन्थ्यो। नेचुरली नभएपछि अब मैले समाजमा देखेको छु, अझ पुरुष भन्दा पनि महिलाहरू यति रोइ कराई गरेर यताउता जाने जचाउने, अब धामी झाँक्री झारफुकदेखि लिएर अब देउता भाग्नेदेखि लिएर अब के गर्छन्। तर हामीले न त्यो बाटोतिर हामी हिँड्यौँ, न यता चाहिँ नि अब मेडिकल उतिरै चाहिँ नि हामी गयौँ, दुवैतिर हामी चाहिँ नि गएनौँ। र आजसम्म पनि मलाई चाहिँ नि मेरो सन्तान छैन भन्ने त्यो मनमा पनि आउँदैन। किनभने अब बाहिर त मान्छेले कुरा काट्यो होला यसो उसो यताउता भनेर, तर मेरो अगाडि